हेलो नमस्ते। यो जमिन चाहिँ मलाई चाहिँ मेरो आमाले दिनुभएको जमिन हो। अनि यो चाहिँ धेरै वर्ष भएको थियो है। यहाँनिर फाँडफुँड भएको थिएन, जङ्गल जस्तै भएको थियो। अनि साह्रै भयो यसपालि 2026मा चाहिँ मलाई अलिकति इच्छा लाग्यो। हेर्नुहोस् त, आज खेताला बोलाएर बोलाएको थियो, 2जना मात्रै आयो र यसरी फाँडफुँड गरेको छ। अब यहाँनिर नाकीमा लाउनु छ, यहाँनिर सुन्तलाको बिजनहरू लाउनु छ यहाँनिर हो। अनि यहाँ अझै यहाँ धेरै काम छ, खेतालालाई देखाएको छु। हेर्नुहोस् है, तपाईँहरूलाई पनि जमिनहरू छ भने चाहिँ तपाईँहरूले फाँडफुँड गरेर चाहिँ यसरी काममा लाउनुहोस् है। जमिनहरू चाहिँ काममा लाउनु भयो भने चाहिँ अनि जमिनबाट चाहिँ हामी केही कुरा लिन सक्छौँ है। हुन्छ, धन्यवाद।